76 जनाको ज्यानको न्याय चाहिँ कहिले हुन्छ र 76 जनामा 75 एकजना संसदमा हुँदाखेरि 75 जना त रोडमा हुनुहुन्छ। उहाँहरूले आफ्नो न्यायको लागि आवाज उठाउनलाई रोडमा जानु पर्ने हो कि के हो? मन्त्रीज्यूहरूको क्याबिनमा जाएर आफ्नो माग मुद्दा राख्न जाँदाखेरि उहाँहरूलाई एउटा ढोकामा बसेको गार्डले सुद्धा दुर्व्यवहार गरेको पाइएको छ। यसमा चाहिँ म मन्त्रीज्यूलाई ध्यान आकर्षण गर्न चाहन्छु, किनभने न्यायको लागि हामीले लडेर आएका थियौँ र न्यायको लागि बच्चाहरूले कुन उसमा आवाज उठाएर रोडमा पुग्नु भएको थियो र त्यो न्याय कहिले पाइन्छ र कहिले हुन्छ भनेर शहीद परिवारले प्रश्न राख्नु भएको भएर मैले यो राखेको हो। र शहीद परिवारले न्याय कहिले पाउने हो र रोडमा उहाँहरू जानु पर्ने हो कि यहीँबाट न्याय पाउनुहुन्छ भन्ने म ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।